हेलो हेलो हजुर, यो हेर्नुहोस् कुन ठाउँ हो हजुर? चाइना हो हजुर, अमेरिका हो, कोरिया हो, जापान हो? होइन नि हजुर, नेपालको डोल्पा जिल्ला है, नेपालको डोल्पा जिल्ला हजुर। नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा हो। हेर्नुहोस् हामी चाहिँ अहिले यार्सा गुम्बा टिम्ने क्रममा हेर्नुहोस्, यो डोल्पा जिल्लाको ठ्याङ्कको दृश्य हजुरलाई देखाइरहेको छु। हेर्नुहोस् यो चाहिँ चिया हेर्नु त, अति नै मिठो हुन्छ है यो अर्ग्यानिक चिया हेर्नु त, यो नेचुरल। हेर्नुहोस् वनपाखामा त्यतिकै हेर्नुहोस् उम्रेको यो हेर्नुहोस् एक किसिमको हेर्नुहोस् हाम्रोतिर तिर्से भन्छ अब यो फुल है। हेर्नुहोस् अति नै मिठो हुन्छ है यो चियामा हालेर खाऊ तपाईँ ग्यास्ट्रिक देखि लिएर सुगर हरेक रोगको लागि काम लाग्छ यो। हेर्नु त मैले अब टिपेर अब घरमा लिँदैछु मैले चाहिँ बाह्र जिल्लामा लिँदैछु। बाह्र जिल्लामा बस्छु म पथलाइमा। कसैलाई चाहिन्छ भने सम्पर्क राख्नु होला। हेर्नुहोस् यो अति नै मिठो हुन्छ यो फुल, चियामा हालेर खानुपर्छ। यो सुगर प्रेसर भएको मान्छेले खाँदा है अति उपयुक्त हुन्छ। हेर्नु त पुरै वनबरी छ है, ढकमक्क फुलेको। यसको पत्ताहरू खान पनि मिल्छ, चिया खान पनि मिल्छ। अति नै राम्रो ठाउँ छ। हेर्नुहोस् यहाँ हामी चाहिँ थाके लेकमा छौँ अहिले। हेर्नु त आहा यस्तो राम्रो फुल फुलेको छ, सेतो फुल है। हेर्नुहोस् हाम्रो क्यामेराम्यान हुनुहुन्छ रोकाए बसन्त दाई हुनुहुन्छ। अति नै राम्रो छ हेर्नुहोस् आहा वारिपारि हरियाली है, डाँडाकाँडा यति नै राम्रो ठाउँ छ यो। हेर्नुहोस् आहा स्वर्ग भन्दा पनि हुन्छ है हाम्रो नेपाल। हेर्नुहोस् त हाम्रो मुगु, जुम्ला, हुम्ला, डोल्पा, कर्णाली प्रदेशको 4वटा 5वटा जिल्ला अति नै सुन्दर जिल्ला हुन्। यार्सा गुम्बा पनि अति नै राम्रो यार्सा गुम्बा पाउँछ। नेपालको यन टप 10 यार्सा गुम्बा पाउँछ है यता। हेर्नुहोस् त सबैभन्दा यो वनमा ठाके वनमा पाउँछ। यदि डोल्पामा यार्सा गुम्बा ठुलो ठुलो पाउँछ भन्छन्, सबैभन्दा यन भनेको यो ठाके लेकमा हो। त्यसपछि मुगु, जुम्ला, त्यसपछि दार्चुला है। हेर्नु त यो फुल कति राम्रो छ। आहा फुल हेर्नु त यति राम्रो फुल छ है, यति नै राम्रो फुल छ। हेर्नु त चिया खानलाई यति नै मिठो हुन्छ, यति नै राम्रो हुन्छ। हेर्नुहोस्